हेलो गाइज नमस्ते के छ खबर सन्चै हुनला आशा गर्दछु म पनि एकदम ठीक छु मेरो पनि छोरा पनि ठिकै छ अनि हामी बनाउँदैछौँ आज आमा छोरा लागेर डिटक्स वाटर ओके डिटक्स वाटर बनाउनलाई हामीले लिएको छौँ यो काँचको बोतल काँचको भाँडा अनि लिएर आएको छौँ अनि के हाल्ने भन्ने कुरा यो लिएको छौँ अनि यो अहिले नाइटमा बनाउँदैछौँ नाइटमा बनाउने हामीले सुबे पिनुलाई बनाउँदैछौँ है डिटक्स वाटर यो पहिला हामी यसको प्रोसेस देखाउँछौँ उसके बाद हामी बताउँदैछौँ कि यो डिटक्स वाटर पिएपछि के हुन्छ भनेर है पहिला कसरी बनाउने भन्ने कुरा म सिकाउँदैछु डिटक्स वाटरको लागि मैले यहाँनिर लिएँ पानी पहिला हामीले के गर्नु मिट्टीको माटाको भाँडाको पानी लिनुभयो भने अझै राम्रो एक दिन तपाईँ के गर्नुहोस् यो तामाको भाँडामा एक नाइट पानी तामाको भाँडामा राख्नुहोस् अनि फेरि एक नाइट पानी फेरि उसमा माटाको भाँडामा राख्नु भयो भने अझै राम्रो हो तर मेरो माटाको भाँडा अस्ति फुट्यो त्यो कारणले मैले तामाको भाँडाको पानी युज गरेको छु डिटक्स वाटरको लागि अनि मैले यहाँनिर सो हेर्नुहोस् सबै सामानहरू लिएर राखेको छु सबै कट गरेर एकदम रेडी बनाएर राखेको छु पुदिना अनि त्यसपछि खिरा त्यसपछि यो अदरक अदुवाको टुक्रा अनि मैले एउटा निम्बु पनि काटेर राखेको छु यसमा अझै अरू पनि मिसाउन सकिन्छ तर मैले मेरो घरमा जो छ त्यही नै मिसाएँ आजको भिडियोमा यही देखाउँछु डिटक्स वाटर बनाउनलाई यहाँनिर हेर्नुहोस् मैले एउटा काँचको डब्बा लिएर आएको छु योभन्दा ठुलो भाँडा थिएन मैले एक टाइमको लागि यो भाँडा नै यति होला भनेर मैले यही भाँडा लिएको छु यसमा सबभन्दा पहिला मैले हालेँ पुदिना हेर्नु होला है साथीहरू तपाईँहरू पनि एकदम सिक्नै पर्ने कुराहरू ध्यान दिएर हेर्नु होला भिडियो एक सिक नगरेर हेर्नु होला पुदिना हालेँ त्यसपछि मैले यहाँनिर हालेँ खिरा पुदिना साफ हुनु पर्यो पुदिना सफाई गरेर राखेको अनि यो खिरा काँक्रा पनि मैले पातलो पातलो बनाएर काटेर राखेको छु यो पनि राखेँ अब त्यसपछि मैले निम्बु पनि मैले काटेर राखेको छु एउटा निम्बु हो यो पनि मैले सिङ्गल हालेँ अनि अदुवा पनि मैले यो राखेँ अब यसमा हामीले यो पानी यसरी खन्याउने पुरा फुल यसरी अझै ल्याएर पानी गर हेर्नुहोस् है अनि यसलाई मैले अझै भरिदिएँ पानी यति नै भरिदिएँ हेर्नुहोस् है अनि यसलाई अब यसरी प्याक गरेर यसलाई 8 घन्टासम्म यसरी नै हेर्नुहोस् है देख्नुभयो 8 घन्टासम्म यसलाई यसरी नै बन्द गरेर ढक्कन लगाएर राख्ने अगर ढक्कनको भाँडा छैन भने केही भाँडाले छोपेर राख्नु होला मैले डब्बा नै बस ज्यादा टाइट नगर अनि बिहान फेरि हुन्छ नि हावा भरिन्छ फेरि ज्यादा टाइट नगर अनि त्यसपछि यसरी मैले यो डब्बा बन्द गरेर राखेँ यो एक टाइमको लागि हुन्छ भोलि बिहान फेरि चेन्ज गरेर सेम प्रोसेसले दिनको लागि फेरि 8 घन्टा यसरी नै राख्नुपर्छ त्यही भएर साँझ बनाएर राखिदिएँ बिहानको लागि अनि मेरो छोराले भन्छ यो पानी पिएपछि के हुन्छ भन्ने कुरो भन्दै त गौरव यसमा फेरि क्लियर स्किन हुन्छ एक्ने पिम्पल जान्छ अलि यता हेरेर भन्न पेट ठीक हुन्छ जसको डाइजेसन कम छ त्यसको ठीक हुन्छ राम्रो हुन्छ डाइजेसन यसको धेरै हेल्थ बेनिफिट छ अनि हाम्रो जति पनि हाम्रो शरीरको ब्याक्टेरियाहरू छ राम्रो ब्याक्टेरियाहरूलाई एकदम एक्टिभ गरिदिन्छ यो पानी पियो भने अनि जति पनि नराम्रो ब्याक्टेरियाहरू छ यो मर्छ पेट एकदम सफा हुन्छ हाम्रो पेटमा जति पनि हाम्रो बिमारहरू छ त्यो एकदम क्लियरहरू बनाउँछ हाम्रो जति पनि पेटमा घाउहरू छ त्यो पनि एकदम सफाई गर्छ हाम्रो शरीरमा धेरै बेनिफिटहरू छ जति जानेको मैले तपाईँहरूलाई भनेको है एकदम राम्रो छ यो पानी 1 हप्तासम्म तपाईँहरूले पिनुहोस् पिएपछि यसको रिजल्ट तपाईँ हेर्नुहोस् यति मिठो लाग्छ देख्दाखेरि है यो के हालेको पानी कसरी पिनु भन्नु होला भोलि बिहान फेरि म यसको प्रोसेस तपाईँलाई देखाउने छु यो तपाईँहरूले पिनु यति टेस्टी हुन्छ यो पानी यति टेस्टी हुन्छ मैले एक बार 15 दिनसम्म खाएको थिएँ फेरि मलाई हिजोबाट फेरि पिनु मन लाग्यो बिहान अनि 15 दिनसम्म तपाईँहरू पनि पिनुहोस् 15 दिनसम्म पिनु भयो भने तपाईँलाई यस्तो हल्का स्वास्थ्य फिल हुन्छ फेरि तपाईँहरू पिगमेन्टेसन हट्छ पिम्पल्सहरू हट्छ त्यसपछि स्किन एकदम ग्लो बनाउँछ जसको फेस चम्काउनु छ जसको फेस चाउरी परेको छ त्यो पनि राम्रो भन्छ धेरै यसको बेनिफिटहरू एकदम धेरैहरू छन् त्यही भएर मैले यो भिडियो बनाएको यसमा भिटामिन सी हुन्छ निम्बुबाट आउँछ जो स्किनको लागि धेरै राम्रो अनि यो पुदिना पनि राम्रो कुकुम्बर त धेरै राम्रो अदरक त्यही भएर साथीहरू कसरी बनाउने भनेर मैले तपाईँलाई डिटक्स वाटर मैले तपाईँलाई बनाएको छु तपाईँहरू पिनुहोस् न अनि फेरि हामीले बिहान यो प्रोसेस फेरि देखाउने छौँ हेर्दै राख्नु होला भिडियो अब यो मर्निङ भयो हामीले साँझ नै यसलाई बनाएर राखेको थियौँ अब बिहान मैले यसलाई फुल लाइट राखेँ तपाईँहरू 5 बारदेखि 6 घन्टासम्म राख्न सक्नुहुन्छ अब यसलाई हामीले दिनभरि यही पानी पिने हो फेरि यस्तै सेम प्रोसेसले भोलि बिहान पनि बनाएर राख्न सकिन्छ तपाईँहरू पनि यही गर्नु होला ल हामी डेली 15 दिनको लागि यही पानी पिने हो
शरीरको लागि बेस्ट। स्वस्थ रहे, व्यस्त रहे, मस्त रहे।